हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ म हाम्रो युनिक पोइट एक्स एमसी फ्लो दाईको ओभरड्यू भन्ने गीतमा रियाक्सन गर्न गइरहेको छु। ल सबैजना सुनौँ है त। Oh, I be going through stuff, right? And sometimes I don't have the answers about what I'm gonna do next. And that's when I just randomly एकदम सही कुरा। कहिलेकाहीँ मसँग पनि एन्सर हुँदैन, म चाहिँ के गर्न गइरहेको छु भन्ने कुराको सही कुरा। ask myself, what would MC fucking Flow do in this situation? You know what I'm saying? Yeah, that's just a random fact. But let's go. I'm just feeling kinda blue, feeling like I ain't doing half the shit I meant to do. So I made this one for you. You've been needing something real and it's way past due. I said I'm feeling kinda blue, feeling like I ain't doing half the shit I meant to do. So I made this one for you. Every line I write, a dedication long overdue. मलाई दे एउटा सिम्पल खाले रिदम, त्यसमा बग्न पाम लग्न पाम मेरो सानो भिजनलाई अगाडि म छुइन। एकदम सही कुरा। मलाई दे सिम्पल खाले रिदम, त्यसमा बग्न पाऊँ मतलब पोख्न पाऊँ मेरो भिजन। यो मलाई बिट दे, त्यसमा म कुरा गर्न चाहन्छु भन्ने टाइपको कुरा हाम्रो युनिक पोइट दाइले गर्नुभएको छ। युनिक पोइट चाहिँ एकदम पहिलेदेखि सुन्दै आएको ऱ्यापर एमसी फ्लो दाइ पनि एकदम दुईटै लेजेन्डरी ऱ्यापरहरूको गीत हो यो चाहिँ हैन। ल गीत चाहिँ एकदम बवाल छ भन्ने कुरा चाहिँ अब हामीले यत्तिकै पनि थाहा पाउन सकिन्छ। अब सुनौँ के हुन्छ यसमा चाहिँ। नेता बन्न गफाडी I can only make it if I do it बाटो न म नेता बन्न गफाडी, अब सबै थाहा छ नेता बन्नलाई गफाडी हुनुपर्छ भन्ने कुरा पनि। छाडी छैन अरू विकल्प मेरो क्लास broke ass I don't see अर्थ of this जीवन without million with a stack of money one day I'ma need a money counter someday till then गरिरहन्छु मलाई जे आउँछ but I gotta do it different नत्र त्यही सही हो। यो चाहिँ लाइफमा चाहिँ आफूलाई जे आउँछ त्यही गर्नुपर्छ हैन। त्योभन्दा एक्स्ट्रा कुरा पनि अब गर्नुपर्छ, तर सकेसम्म आफूलाई जे आउँछ त्यही गर्नुपर्छ जिन्दगीमा चाहिँ। त्यही कुरा यता भनिराख्नु भएको छ। Need a money counter someday till then गरिरहन्छु मलाई जे आउँछ but I gotta do it different नत्र त्यही पाउँछ जे पाइरहेछस् अहिले this is not success but I don't want success I just want what's best to my आत्मा अनि युनिक पोइटले चाहिँ भनिराख्नु भएको छ कि मलाई सक्सेस चाहिँदैन, मलाई चाहिँ आफ्नो उसमा बेस्ट हुनु छ भन्ने कुरा चाहिँ गरिराख्नु भएको छ। अलिकति रकम just enough to go back to नेपालमा कसम and start my own venture मसँग अलिकति पैसा होस् अनि म चाहिँ नेपाल जान चाहन्छु, मलाई चाहिँ बेस्ट बन्न मन छैन भनेर भनिराख्नु भएको छ। यो चाहिँ विदेशमा हुने सबै मान्छेहरूको आफ्नो आफ्नो कथा हो हैन। अलिकति पैसा जम्मा गर्न पाएँ म नेपाल जान्थेँ भन्ने टाइपको कुरा सबैको हुन्छ। सेम हतासी म I just want what's best to my आत्मा अनि हातमा अलिकति रकम just enough to go back to नेपालमा कसम and start my own venture what an adventure I just wanna be free connect to the center सबै दुनियाँवासीहरूलाई ताजा खबर नेपालमा आइसक्यो क्रान्ति त नि पछि नपर तर के हामी एकदम नेपालमा क्रान्ति आइसक्यो, घन्टी जय बालेन जय देश भित्र आयो त revolution तर के म भित्र छायो त revolution खाली confusion misinformation को situation we all polarized weaponized by manipulation एक अर्कासँग लड्दै बस्यो भने सक्यो nation मेरो त सक्यो patience I need some meditation एकदम सही कुरा। जनता आफैमा लड्दै बस्यो भने देश सकिन्छ, त्यसैले सबजना मिलेर अगाडि बढ्नुपर्छ। यो चाहिँ राइट एकदम कुरा सही कुरा। लड्दै बस्यो भने सक्यो nation मेरो त सक्यो patience I need some meditation I need some medication I got anxiety that tells me I can never fit in with the society that's crumbling apart hey human where's your heart is there any button that I can push to restart motherfuckers Feeling like I ain't doing half the shit I meant to do. So I made this one for you.
A dedication long yeah. overdue. Life मेरो बोकी ल हाम्रो लेजेन्डरी द एमसी फ्लोको इन्ट्री भइसकेको छ। एमा बुद्ध पछि नेपालमा चाहिँ हाम्रो लेजेन्डरी एक्टर अब सिङ्गर ऱ्यापर भनेको हाम्रो एमसी फ्लो दाइ। stood in the last place पेपर च्यादै फाल्दै आफ्नो जिन्दगीको bad days life अहिले fast paced fast as the drag race माथि माथि चुचुरोमा that's where my flag stays as he said the track ablaze don't do it for no accolades do it where my flag stays as he said the track एकदम सही कुरा। पहिला लेख्दै पेपर च्यात्दै फ्याल्थेँ, तर अहिले चाहिँ माथि माथि चुचुरोमा त्यो चाहिँ मेरो फ्लेक्स डेहरू मतलब मलाई पहिला चाहिँ पेपरहरू लेख्दै च्यात्दै फ्याल्थेँ, अहिले चाहिँ म माथि माथि टपमा नै हिँड्दा हुन्छु। त्यो चाहिँ मेरो फ्लेक्स डेहरू हो अहिले चाहिँ मेरो भनेर भनिराख्नु भएको छ। एकदम सही। track ablaze don't do it for no accolades do it for my peeps and show 'em what practice makes perfect life अहिले perfect छ मेरो purpose dreams यति ठुलो छ कि सोच्दा हुन्छु nervous तर गर्नु छ जे गर्नुपर्ने बाध्यता छ हामी भन्दा दामी कोही नि छैन भन्ने मान्यता छ जाने कोही छैन दामी कोही छैन एमसी फ्लो भाषा संसारले हामीलाई अहिले मान्ने भाषा हामीले हाने ऱ्याप सुन्दा चोक चोकमा आगो लाग्छ यसलाई भन्छ victory lap backstage my 60 cats back to back flows and they don't wanna sit me back legendary हरेक कुरा heavenly rapping till I'm 70 on another level ain't nobody coming next to me शब्दहरूको रेसिपी पाक्दै छ exceptionally स्वाद लिने जिब्रोहरूलाई मन पर्ने छ definitely armed to my heavily move एकदम सही कुरा दाइ, सधैँ मनपर्छ हाम्रो एमसी फ्लोको दाइको गीतहरू। स्वाद लिने जिब्रोहरूलाई मनपर्ने छ रेसिपी, एकदम रेसिपी राम्रो छ। गर्दै carefully back to back drops and they सबले hit they fearfully so don't you dare with me yeah I'm just feeling kinda blue. Feeling like I ain't doing. यो ब्याकग्राउन्ड म्युजिक चाहिँ पुरा एकदम स्लिपी टाइपको क्या, अब मतलब त्यो गीत यो ब्याकग्राउन्ड म्युजिक सुनेर मतलब सोधिदिने टाइपको गीतहरू म्युजिक छ यो चाहिँ। Half the shit I meant to do, so I made this one for you. You've been needing something real and it's way past due. I said I'm feeling kinda blue. Feeling like I ain't doing half the shit I meant to do, so I made this one for you. Every line I write, a dedication long overdue. गीत चाहिँ यतिमा सकिसकेको छ। एकदम राम्रो, मलाई चाहिँ राम्रो लाग्यो गीत चाहिँ। हाम्रो युनिक पोइट ओभरड्यू पिट एमसी फ्लो, हाम्रो युनिक पोइट दाइले चाहिँ आफ्नो धेरै कुराहरू भन्नुभएको थियो। यसमा चाहिँ अब नेपालको पोलिटिक्स राजनीतिदेखि लगेर हरेक कुरा, अब विदेश फरेन भएको मान्छेहरूलाई पनि त्यो सब्मिट गर्नुभएको छ। यो चाहिँ एकदम सही कुरा। अनि एमसी फ्लो दाइले चाहिँ अब पहिला यस्तो थियो, अहिले यस्तो छ भन्ने टाइपको कुराहरू गरिदिनु भएको छ, त्यो पनि एकदम धेरै राम्रो। अब यसमा चाहिँ अब कम्पेरिजन गर्नुपर्ने कुराहरू चाहिँ केही छैन, दुइटै लेजेन्डरी एक्टर हो, एकदम सिङ्गर हो, एकदम दामी। मलाई चाहिँ मन पर्यो। अब तपाईँहरूले कस्तो लाग्यो कमेन्टमा भनिदिनु होला। लेट्स सब्सक्राइब माई च्यानल एन्ड अल्सो सब्सक्राइब युनिक पोइट एन्ड एमसी फ्लो दाइको च्यानललाई पनि। जय नेपाल, जय देश, जय हिपहप।